हजुर के भयो छोरो? यो त उल्टो भएछ त। के भयो र? ए केही भएन, ठिकै छ नि छोरो। यो त एउटा सर्टकट कीले ठिक गर्न सकिहालिन्छ नि। ल हेर है, म तिमीलाई देखाउँछु कसरी ठिक गर्ने भनेर। साथीहरू, तपाईँको ल्यापटप पनि यस्तै के भन्छ स्क्रिन उल्टो भएको छ भने यसलाई एउटै सर्टकट कीले ठिक गर्न सकिन्छ। यसलाई सजिलो तरिकाले ठिक गर्न सकिन्छ है साथीहरू। कसरी गर्ने भनेर म तपाईँलाई देखाउँछु है। मजाले हेर्नुहोस् ल। ल ल यहाँ हेर है छोरो, एकदम सजिलो तरिकाले यसलाई हामीलाई ठिक गर्न सकिन्छ। पहिला के गर्ने, हामीले यसलाई कन्ट्रोल र अल्ट की एकैचोटि दबाउने, अनि त्यसपछि यो डाउन एरोलाई यसरी दबाइदिनु भयो भने, यो अप एरोलाई यसरी दबाइदिनु भयो भने हेर्नु त स्क्रिन ठिक भएर आयो होइन त। अब सजिलो हेर्नुहोस् है, तपाईँको यो डाउन एरोलाई दबाइदिनु भयो, माथि गयो, फेरि कन्ट्रोल अल्ट कीलाई दबाएर यो अप एरो की दबाउनु भयो भने स्क्रिन ठिक भएन त? भएन त? एक चुट्कीको कमाल, कति सजिलै तपाईँको स्क्रिन फिक्स भयो होइन त? सजिलो रहेछ है। ल धन्यवाद।